नमस्ते टेस्टले यहाँहरूलाई सम्पूर्ण लिपि अनलाइनमा स्वागत छ। आज म लोगिक्ङ यानि कि उल्टा अक्षरलाई कसरी सही ढङ्गले पढ्ने र यो कतिखेर चाहिँ प्रयोग गरिन्छ त्यो दुईवटा विषयमा म बताउन गइरहेको छु। तपाईहरू पनि यसलाई राम्रोसँग सुनिकन सही ढङ्गले पढ्नु है त। पहिलो प्रथम लोगिक्ङ यानि कि उल्टा अक्षर कतिवटा छ भन्दाखेरि 5 वटा छ। त्यो चाहिँ के हो भन्दाखेरि सम्पूर्ण वर्णमाला भित्र त, थ, ध, न र स्या यो 5 वटा अक्षरलाई चाहिँ उल्टो गरिकन हामीले पढ्नुपर्ने हुन्छ र यसलाई कसरी पढिन्छ भन्दाखेरि तालोक टा, तालोक टा, थालोक ठा, थालोक ठा, धालोक ढा, धालोक ढा, नालोक ना, नालोक ना, शालोक खा, शालोक खा र काशालोक ख्या। यो काशालोक ख्या चाहिँ एक्स्ट्रा हो। यसलाई चाहिँ काशालोक ख्या, काशालोक ख्या भनेर पढिन्छ। फेरि पनि हामीले यसलाई एकचोटि दोहोऱ्याउने है त। तालोक टा, तालोक टा, तालोक टा, थालोक ठा, थालोक ठा, थालोक ठा, थालोक ढा, धालोक ढा, धालोक ढा, नालोक ना, नालोक ना, नालोक ना, शालोक खा, शालोक खा, शालोक खा र काशालोक ख्या, काशालोक ख्या, काशालोक ख्या। अब यो उल्टा अक्षर चाहिँ कतिखेर प्रयोग गरिन्छ भन्दाखेरि धेरै जस्तो चाहिँ सांस्कृतिकमा भएको सम्पूर्ण लिपिमा लेख्दाखेरि चाहिँ हामीले यो अक्षर प्रयोग गरिन्छ। केही उदाहरण भन्नु पर्दाखेरि सम्पोटा, अहिले हामीले सम्पोटा लिपि सिकिरहेको छौँ अनि सम्पोटा लेख्दाखेरि तालोकटा भनेर चाहिँ लेखिन्छ। यसै गरी डमरू, डमरूलाई चाहिँ हामीले दालोकटा डमरू भनेर लेखिन्छ। यसै गरी ओम मानी पेमे हुँ, ओम माने पेमे हुँ लेख्दाखेरि ना चाहिँ ओम मानी, ना चाहिँ नालोक ना गरेर लेखिन्छ। धन्यवाद। आजको लागि यति नै। तपाईको दिन शुभ रहोस्।